अब हाम्रो भरत सरहरूको गाउँ चाहिँ अब हिस्तान गाविसतिर चाहिँ जान लागेको गाउँ चाहिँ अब धेरै राम्रो रहेछ एकदम यो बीचमा चाहिँ अब पुरै छ अनि यो औल र माथि हिस्तानबाट यहाँबाट चाहिँ अब उतातिर चाहिँ यो भिरको छेउतिर चाहिँ सायदमा चाहिँ रिमा भन्ने रहेछ अनि त्यसमा सिधाएर अनि त्यसपछि यो माथिको त्यो उसबाट यो डाँडा काटेर चाहिँ उसमा टिकोट भन्ने वडा गाउँमा चाहिँ अब गएर सिधिँदो रहेछ हाम्रो प्रोग्राम चाहिँ यो म्याग्दी जिल्लाको हिस्तान गाविस वडा नम्बर 7 र 8 मा पर्ने औलोमा हो बालचिन के बे बालचिन नुरो औलोला मेला चाउली जारो गेना खारलाओ फाक हेलिने गीत स्यासो ल्यो आओ स्थान गाविस लाओ मगर पुन मगर र यमी पुर्खेली अब नाच दी तर गे अब गे रङ रुकुम टकसेराला हुकाममै कोटला हो फाक स्यासो जोल्यो ल्यो बानके मास्टर दोकाने आओ मास्टर आओ दोकाने सर्वकिलीको नाममा चाहिँ अब होली हाम्रो यो चाहिँ हामी मगरहरूको सबभन्दा ठुलो मन्दिर बन्दै गइरहेको छ अनि यो कर्बाकिली बाबाको चाहिँ अब मन्दिर बन्दैछ यो चाहिँ सर कति करोडको रे 3 करोडको हजुर 3 करोडको लागतमा चाहिँ यो मन्दिर भइरहेछ यो 8वटा स्टेट चाहिँ भइसकेको छ 9वटा स्टेटमा चाहिँ अब मन्दिरको स्थापना हुने होला हैन सर हजुर हजुर मन्दिरको स्थापना चाहिँ हुँदैछ यो हामीलाई चाहिँ धेरै खुसी लाग्यो हामी मगरहरूको चाहिँ अब मन्दिर सम्बन्धमा चाहिँ चासो लिँदाखेरि चाहिँ मलाई साह्रै खुसी लाग्यो आउनुहोस् कर्बाकिली मन्दिर हेरेर आयो हजुर धेरै राम्रो ठाउँ उच्च ठाउँ रहेछ है ल जानुहोस् हजुर जानुहोस् हजुर धेरै खुसी लाग्यो खुसी भयो रमाइलो भयो यो कर्बाकिली जाने अब बाटो चाहिँ अब यो ढुङ्गा बिछाएर राखेको
एकदम खुसी लाग्यो। हामी चाहिँ यो कर्बाकिली बाबाको चाहिँ अब कर्बाकिली बाबाको विश्राम स्थलमा चाहिँ आएको छौँ। हामी यसमा चाहिँ हामी एक राउन्ड चाहिँ अब घुम्छौँ। जाउँ देखिन्छ जाउँ यतातिर जाउँ अब जाउँ ठिकै छ। अब कर्बाकेली बाबाको पनि मन्दिर पनि हेरेर अब आइयो, भर्खरै बनाउँदो रहेछन्। अनि हामी अब रिमातिर जानेछौँ। रमाइलो भयो है सर? हजुर जाउँ हजुर। सर यो माथि हिस्तानको लेकबाट चाहिँ अब हामी यो यताउति ढोरीहरू हेर्ने हो, लेकहरू हेर्ने। हजुर, हरियाली जङ्गलहरू अथवा चाहिँ हजुर लालीगुराँसको हजुर फुलेको जङ्गलहरू है। हजुर चाहिँ यो रिमा गाउँको हजुर धेरै पहिलेको पुरानो गाउँ। हजुर धेरै नभए पनि थोरा घर पनि त्यो चाहिँ राम्रोसँग माथि राम्रोसँग देखिन सक्छ। हजुर जाउँ नमस्कार छ है। जेरो अहिले जेरो पाएला जेरो लिजा है। गाउनुस् भाइ गइसक्यो बे नाच त्यही त नि त्यो नाच ल गीत ल दिलु हुन्छ बहिनी। जा अगाडि अब यहाँबाट चाहिँ पुन हिल पनि देखिन्छ, गीत पनि गाइन्छ। यो पाल्नोपट्टिको डाँडा चाहिँ अब पुन हिल हो, घरेपानी पुनम हिल हो। हजुर देखिन्छ सर। हजुर नाच्दै गर्नुहोस्।
धेरै रमाइलो भयो। हाय 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 कस्तो राम्रो गाइदिनु भयो, एकदम रमाइलो भयो। हाम्रो सर र अब बहिनीहरूसँग यहाँ हामी घुम्न आउँदाखेरि चाहिँ हामीलाई चाहिँ साह्रै खुसी लाग्यो। आज त रिमाको सरहरूसँग, सरको शुभ नाम चाहिँ के पर्यो अरे? हजुर मेरो गेमबहादुर बुढा। हजुर उहाँ गेमबहादुर बुढा सरसँग चाहिँ अब यहाँ रिमा पुरानो गाउँ चाहिँ अब रिमा चाहिँ अब हेर्न आएको अनि साह्रै रमाइलो लाग्यो। हजुर हजुर पालो चाहिँ अब हाम्रो के अरे काफल डाँडा यो औलो र रिमा बाटो चाहिँ अब जाने यो मोटर बाटो हो। यो पर त्यो मोटर बाटोदेखि मास्तिर चाहिँ अब हाम्रो कर्बकिली बाबाको मन्दिर छ। त्यहाँ चाहिँ अहिले लगभग अब 3 करोडको लगानीमा चाहिँ बनाउनु भएको रहेछ, बनाउँदै रहेछ। त्यो साह्रै खुसी लाग्यो, त्यहाँ चाहिँ मलाई खुसी लाग्यो। अनि यो चाहिँ हाम्रो पुरानो रिमा गाउँ, तर यहाँ अहिले चाहिँ अब मान्छेहरू चाहिँ नबस्दो रहेछ। आलु खेती, जौँ गहुँ छर्दो रहेछ। तर अब पहिले गाउँ चाहिँ अलि तल रहेछ। अबदेखि फेरि चाहिँ नयाँ सिर्जना हुँदैछ। हजुर 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 यहाँ चाहिँ अब आलु खेतीको चाहिँ एकदम राम्रो हुनेछ।